गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो फर्स्ट भिडियो। हामी चाहिँ आज म्याच खेल्न गइरहेका छौँ र हामी अहिले तपाईले अप टु डेट डाटा दिनेछौँ। हाम्रो फर्स्ट ब्लग हो हैन गाइस। र हामी सब केटा आज केटाहरु सबै आइसकेका छन् हैन। र हैन गाइस सब केटाहरु रेडी छन्। अब हामी चाहिँ तपाईले अप टु डेट डाटा दिनेछौँ। ल गाइस आज हामी जितेर ट्याकको बारेमा हैन हामी यताबाट हामी अब चोकतिर जाँदैछौँ। चोकतिर सब केटाहरु एकसँगै मिल्छौँ अनि हामीहरु अब म्याच खेल्न हामी भङ्गरा नौकटानमा गइरहेको छ। आज हाम्रो म्याच चौरासँग रहेको छ। त्यसपछि हामी सबैजना भङ्गरा कटान म्याच खेल्न पुग्यौँ र कोही पनि अहिलेसम्म आएका थिएनौँ। हामी 3 जना पुगेका थियौँ किनभने हामी साइकलमा गएका थियौँ। अरु सबजना केटाहरु हिँड्दै आइरहेका थिए अनि हामी यिनीहरु 2 जना अगाडि फोटो खिच्दैछन्। मुरुको माथि चढेको थियो यिनीहरुको भ्लग बनाउँदै। केटाहरु अब एकछिन पुग्छन् होला त्यति बेलासम्म ल हामी यता फोटो खिच्दै गइरहेका हुन्छौँ। अनि हाम्रो टिमको प्लेयर सबैजना पुगेपछि क्याप्टेन साहब टसमा जानुहुन्छ र हाम्रो केटाहरु सबै जोसमा हुन्छन् हाम्रो ब्याटिङ आओस् भनेर। अनि क्याप्टेन टसमा जान्छ र टस उछाल्नलाई टसलाई चाहिँ उछाल्न गइरहेको हुन्छ र एम्पायरले सिकाइरहेका थिए हेडको टेलको भनेर। हाम्रो क्याप्टेन साहब टसलाई उछाल्छन् र यो तल खसेको छ। हेर्न सक्नुहुनेछ यो टस अझै टाई भएको छ किनभने काठमा लागेको छ। दोस्रो प्रयास गर्दैछन् हाम्रो क्याप्टेन। अझै उछालेका छन् टस अझै तल खसेको छ। अझै हेर्न सक्नुहुनेछ अझै टाई भएको छ। अनि दुईटै टिमका क्याप्टेनहरु एकचोटि सकमाथि दुईचोटि टाई र टसको जित्छ भन्ने सोचमा थियो। हामी टस जित्ने र ब्याटिङ लगाउने प्रयास गरेका थियौँ र अझै तेस्रो ट्राईमा अझै क्याप्टेन माथि फाल्छन् र हेड बनेर गर्छन् कल र यो हेरै नै आएको थियो अनि हामी टस हार्यौँ। अनि ओपनिङको क्याप्टेनले चाहिँ सोचिरहेका थिए ब्याटिङ कि बलिङ भनेर। अनि एन्डमा उनले ब्याटिङ लगे अनि हाम्रो टिमको प्लेयरहरु धेरै उठे हल्का स्याड थिए किनभने उनीहरू 10 ओभरको म्याचमा 120 हान्ने सोचेका थिए। अनि हाम्रो क्याप्टेन साहब फोटो खिच्न बिर्सिन्छन् टस हारेर। हेर्न सक्नुहुन्छ क्याप्टेन साहब हुन्। अब हेर्न सक्नुहुन्छ फोटो खिचाएर डनहरु दुईटा हाम्रो क्याप्टेन र ओपोनेन्टको क्याप्टेन पनि बिचको यहाँ बाहिर रहेका छन्। अनि केटाहरु सब स्याड हुन्छन् टस हारे भनेर हैन। अनि हेर्न सक्नुहुन्छ अब उतादेखि मुकेश भाइ लक्ष्य ल्याएर आइरहेको हुन्छ टस हारिस भनेर क्याप्टेनलाई धेरै हुन्छ। सब प्लेयरलाई हेर्न सक्नुहुन्छ सब स्याड भएर बसेका छन् टस हारे भनेर। अब एउटा भाइ आउँछ लक्ष्य ल्याएर क्याप्टेनलाई हान्नलाई टस हारिस यसलाई पठाउने को भनेर टस हारेर हेर्न सक्नुहुनेछ। अनि हाम्रो सब प्लेयर भयो। हाम्रो यो टिम मिटिङ रहेको थियो अनि टिम मिटिङमा कसरी खेल्ने कसरी जित्ने कुरा भइरहेको थियो। अनि उता हाम्रो पाण्डा भाइ भयो अनि त्यो सुभाष भाइ मुकेश भाइ अनि सानो त्यो भाइ अहिलेसम्म पढ्न जनकले उसले 2 विकेट लिएको थियो आज यो गेममा। नवीन भाइ त्यो अब चस्मा लागेको भाइले चाहिँ हाम्रोसँग गद्दारी गरेको थियो। हेर्न सक्नुहुन्छ हाम्रो टिम मिटिङ भएको थियो। हाम्रो टिम मिटिङ एकदम सही र त्यो प्लानिङ गरिरहेका थियौँ र त्यो प्लानिङ सक्सेस भएको थियो। हाम्रो त्यो गेमको बिचमा हामीले 10 ओभरमा 80 मिटर रोक्ने सोचेका थियौँ र 10 मिटर रोकेका थियौँ र हाम्रो यो जय भन्ने काम भएको थियो र हामी यसपछि हामी गेम खेलेर हामीले म्याच जितेका थियौँ र म्याच जितेर हेर्न सक्नुहुन्छ क्याप्टेन साहब लास्ट देखिसम्म क्याप्टेनलाई लात्ती हानेका छन् र केटाहरू सब जोसमा छन् हैन। अब जित्यो भनेर अब हाम्रो म्याच शनिबार रहेको छ। शनिबार जित्छौँ हार्छ थाहा भएन। सब केटाहरू पानी उता अब सिवाइसी अत्तरिया बसेर भाषाको म्याच चलिरहेको थियो। उता धारा थियो यो वडा कार्यालय भयो। उता हेर्न सक्नुहुन्छ हाम्रो मुकेश भाइ एकदम राम्रो खेलेका थिए र ब्याटिङ र बलिङमा एकदम राम्रो विकेट निकालेका थिए। एउटा प्लेयर हेर्न सक्नुहुनेछ हाम्रो एकदम राम्रो तर उसलाई 6-7 वाइड फालेका थिए भने जिकाइरहेको थिए। हेर्न सक्नुहुन्छ पानी खाएर हाम्रो कप्तान साहब पानी खाइरहेका छन् मुखमाथि हालेर। यसरी क्याप्टेन साहबलाई पानी खान सिकाएका छन् भने जिस्काउँदै होच्याउँदै थिए। र हेर्न सक्नुहुन्छ अगाडि विराट कोहली छन् पछाडि पनि विराट कोहली जर्सी ल्याएको छ। उता म्याच हुँदैछ सिवाइसी भएर अत्तरिया बसेर उसको। अनि हामी घरतिर अब लाग्दैछौँ। हामी जितेर हाम्रो अब 2-3 म्याच पर्सि शनिबार रहेको छ बिहान 6 बजेदेखि र हामी त्यो दिन पुरा गर्छ त बाई। ओके वेलकम टु आवर द न्यू लाइभ ब्लग्स। हेर्न सक्नुहुन्छ हामी अब क्रिकेट म्याच खेल्न गइरहेका छौँ। हाम्रा जुनियर प्लेयर फ्युचर जेनेरेसनका प्लेयर यो लेग स्पिनर हाम्रो स्कुल एक्स स्कुल रहेको छ। अब हामी दिपेन र उद्धम घरलाई उठाएर हामी अब म्याच खेल्न बाग्राकोटमा गइरहेका छौँ। सब केटाहरू क्याम्पसमा मिल्ने छन्
र उनीहरूसँग मिलेपछि तपाईँलाई देखाउनेछु। हेलो गाइस, वेलकम टु माय न्यू ब्लग्स। आज चाहिँ हामी डे 2 म्याच खेल्न गइरहेका छौँ र आज हाम्रो म्याच भएको छ चोकसँग। केटाहरू सब रेडी। आज चाहिँ डे 2 आदि केटाहरू ग्राउन्डमा पुगिसकेका छन् र अब हामी रुनी ग्राउन्डमा जानेछौँ अहिले गाइस। एउटाजना भाइहरू आउँदैछन् होइन। त्यसपछि हामीहरूलाई तपाईँहरूलाई हामी पुरा बाटो देखाउनेछौँ, कता बाटो हो होइन, कता जाने हो ट्याक्क होइन गाइस। अहिले म एकछिनमा तपाईँलाई भेट्नेछु। बाई बाई। अहिले ल गाइस, हामी चाहिँ रेडी भयौँ होइन। अब आइसकेको छ होइन, केटाहरू आइसकेको छ। अब हामी ट्याक्क चोकतिर ट्याक्क गइरहेका छौँ। हेर्न सक्नुहुन्छ गाइस, तपाईँहरू हेर्न सक्नुहुन्छ गाइस। आज हामी ट्याक्क डे 2 होइन म्याच खेल्न गइरहेका छौँ। अगाडिकोमा भनिरहेको थियो अब आज हामी जित्नुपर्छ र आजै रहेको छ फाइनल पनि होइन गाइस। 5000 उठाएर हामीहरू तपाईँहरूलाई देखाउनेछौँ। केटाहरू सब रेडी। अब हामी साइकलमा ट्याक्क होइन गाइस, तर ढिला हुन्छ होइन, टाइम लाग्छ। गाइस होइन ट्याक्क भाषा गर्नु भित्र जानेछौँ ल गाइस। भाषा गराउनु भित्र साइकल यस्तो हार लाग्यो सब आइसकेको छ होइन। आज चाहिँ हामी जित्नुपर्छ नि आऊ होइन। हामी लगभग 15 मिनटमा ग्राउन्डको भ्यूहरू देखाउँछ तपाईँलाई। ल गाइस, आदि भाइहरू ग्राउन्ड पुगिसकेका छन्। हामीहरू जाँदैछौँ ट्याक्क अहिले। हामी साइकल यात्री हो। हामी अब यस्तो धनी छैनौँ। हामी साइकलको यात्रा गरेर अब यति लामो भिडियो बनाउन पाइन्न केटाहरू। अब सिधै उहाँहरूलाई म ग्राउन्डको भ्यू देखाउनेछु केटाहरू। ल ग्राउन्डको भ्यू देखाउनेछु हामी तपाईँहरूलाई। ग्राउन्डको भ्यू देखाउनेछु ल गाइस। हेर्न सक्नुहुन्छ गाइस, तपाईँलाई हामी पुरा पुल बाटो हामी चाहिँ यो धनगढी गाउँको मिल बाटो जानेछौँ। तिनीहरू पछि सब छन् गाइस। तपाईँलाई बाटो देखाउनेछौँ अब हामी पुल बाटो देखाउनेछौँ होइन। तपाईँ धनगढीबाट हेर्दै हुनुहुन्छ भने हाम्रो टुर्नामेन्टमा सहभागी हुन अनुरोध गर्छौँ। हामी चाहिँ अहिले लाइभ बस्दैछौँ एकछिनमा। आउन सक्नुहुन्छ गाइसहरू। बङ्गरा ग्राउन्ड वडा नम्बर 9। तपाईँलाई पनि सहभागी गर्दै नै छौँ। राम्रो छ ग्राउन्ड होइन, बस्ने व्यवस्था सब छ होइन। आउनु होला, पानीको व्यवस्था छ होइन। दुनिया की सुनता है क्यों, खुद की भी सुन ले कभी। चले नहीं उड़े आसमां पे अभी, पता न हो है जाना कहाँ पे अभी। चले नहीं उड़े आसमां पे, पता न हो है जाना कहाँ पे कि बेमंजिले हो सब रास्ते, दुनिया से हो जरा फासले, कुछ खुद से भी हो दूरियां। सूरज डूबा है यारो, दो घुट नशे के मारो, रास्ते भुला दो सारे घर बार के। सूरज डूबा है यारो, दो घुट नशे के मारो, दम तुम भुला दो सारे संसार के। Ask me for anything, I can give you everything. Ask me for anything, I can give you everything. मतलबी हो जा जरा मतलबी, दुनिया की सुनता है क्यों, खुद की भी सुन ले कभी। मतलबी हो जा जरा मतलबी, दुनिया की सुनता है क्यों, खुद की भी सुन ले कभी। कुछ बात गलत भी हो जाए, कुछ देर ये दिल भी खो जाए, बेफिक्र धड़कने इस तरह से चले, शोर गूंजे यहाँ से वहाँ।
देख्न सक्नुहुन्छ गाइस ग्राउन्डको भ्यू देख्न सक्नुहुन्छ गाइस बवाल रहेको छ होइन यो चाहिँ एउटा कार्यालय यो चाहिँ ग्राउन्डको हो केटाहरू प्र्याक्टिस गरिरहेको छन् केटाहरू गाइस देख्न सक्नुहुन्छ ग्राउन्डको भ्यू यस्तै रहेको छ अनि टरक्क लागेको छ मस्त होइन गाइस दिपेन्द्र भाइको ल गाइस होइन ए ल त छिटाउनु होला हेर्न सक्नुहुन्छ गाइसहरू भर्खर पुगेका छन् केटाहरू हाम्रो केटाहरू भर्खर पुगेका छन् आइरहेका छन् त्यहाँबाट र गाइस होइन ग्राउन्डको भ्यू यस्तो मस्त रहेछ सब टिम पुगिसकेका छन् एक दुईवटा टिम आउन बाँकी रहेको छ त्योमा हामी माफी चाहन्छौँ होइन पुगिसकेका छन् केटाहरू ट्यागको पारामा पुरा रेडी भइसकेको छ त्यो गाइस भ्युज पनि बवाल रहेको छ ग्राउन्डको होइन अब बवाल लिखिरहेको छ ठिक छ केटाहरू अब होइन जित्नुपर्छ हामीले अब यस्तै छ बवाल छ ल बल दिपेन्द्र हाम्रो क्याप्टेनहरूको लस भइसकेको छ गाइस होइन ल बलिङ हुन्छ आज राम्रो बलिङ आएको छ टस जितेर बलिङ डसनमा अलाउट ल आज 10 रनमा अलाउट केटा हो मैले चर्चा निकाल के त अनि चोर खानदानी कति दुई तीनवटा ब्याटर छन् नि त्यो उवाला एबिएन लेखेको वाला ओए त्यो नाम हो पाण्डा उत्तम पाण्डा होइन याद गरेको छु अस्तिको जस्तो बोलिङ नगर्नु मेरो भाइ सबभन्दा कमजोर रन रोक्नु भएर मेरो थियो यहीको थियो सबभन्दा बढी स्लिपर एकदम स्लिपर म छुटाए उता लास्ट टाइट गर्नु यो जस्तो दुई टोकन छान्नु यतै भित्र किन बोल्दा यार ल गाइस आइज वेलकम हाम्रो चाहिँ एउटा म्याचको इनिङ फर्स्ट इनिङ सकिएको छ अनि हाम्रो उता 72 को टार्गेट पाएको छ हाम्रो टिमले हामीले बोलिङ गरेर आजको दिन फिल्डिङ चाहिँ लास्टै बिग्रियो होइन उता पानी खाना केटाहरू सबैले 1 मिनट सकेर पानी खाना गइरहेका छन् पानी खाना होइन यार यस्तो रहेको छ यो ब्याटिङमा गएका छन् पक्का होइन ब्याटिङमा गएका छन् हुन सक्नुहुन्छ बल हातमै दिएर अहिले त रन चाहिँ थिएन नि हुन्छ आउट भएका छन् एउटा वेलकम टु माई एनइडी ब्लग्स गाइज होइन आज चाहिँ हामीले 4 म्याच खेल्नेवाला थियौँ र हामीले 1 म्याच जितेर हामीले 1 म्याच हारिसकेका छौँ र अब हाम्रो रिमेनिङ गेमहरू चाहिँ 2वटा गेम छन् होइन गाइज 2वटा गेम छन् अब 2वटा गेममा हामीले जित्नु एउटा गेम जित्दा नि हामीले सेमी फाइनलमा पुग्नेछौँ र गाइज हामीले जित्नुपर्ने छ होइन गाइज अब यस्तो हामीहरू केटाहरू जङ्गल सहरी हान्न केटाहरू हिँडेका छौँ हेलो गाइज होइन अब हामी चाहिँ घुमिरहेका छौँ मलाई देख्न सक्नुहुन्छ बाधा जस्तो उयो गर्छ हाम्रो कप्तानजी बाधा जस्तो हामीले 1 म्याच हारिसक्यो देख्न सक्नुहुन्छ माथिमा हाम्रो साइकल एउटा हाम्रो सुभाष भाइ आइसकेको छ राइडर अब यता देख्न सक्नुहुन्छ हामी अब नास्ता खान गइरहेको छौँ अब नास्ता खाना तिमीहरूले अब गाइज होइन अहिले हामी फ्री टाइममा बसिरहेका छौँ अब यस्तो चाउचाउ पार्टी हान्न जाउँ भनेर केटाहरूसँग 100 रुपियाँ छ होइन 7 जना छौँ सबै लाइक सेयर कमेन्ट सब्सक्राइब हानिदिनु होला गाइज हाम्रो पर न्यू ब्लग न्यू ब्लग यदि तपाईँहरूलाई पनि यस्तो गेमहरू खेल्न मन छ भने सम्पर्क गर्नु होला यस्तो गर्नु होला होइन नम्बर हामी दिइरहेको छु डिस्क्रिप्सनमा होइन यो कहाँको बाटो हो थाहा पाइसक्नुहुन्छ हजुर यो हामीले नचिनेको बाटो हो गाइज जहाँ जान्छ साइडमा मोहना छ हजुरलाई राम्रोसँग देखाउनु छ मोहना राम्रोसँग देखाउँछु हजुरलाई म पानी हजुर पत्याउनु होला होइन गाइज ए बिचमा कति गरिसक्नु अहिले झिकिन्छ गाइज हेर्नु सुन्नुहुन्छ मोहना यो मोहना हो मोहनाको नदी र होइन केटाहरू सब ऐसिलु फल्ने काम होइन होइन सब केटाहरू हाम्रो राइडर भाइ छ यता होइन गाइज बाटो छैन रे अगाडितिर
त्यतैमा खासिन लागेको केटाहरू होइन यस्तै कुकुर भुकिरहेको छ तर हामीलाई मतलब हुँदैन गाइस होइन यस्तै छ हाम्रो पारा सब आइसक्यो केटा कुकुरले खेल्यो हेर्न सक्नुहुन्छ गाइस कुकुरले खेलिसकेको छ ओ मादर छ बगाइ मारि दरे तेरी मादर छ खेति हेर्न सक्नुहुन्छ गाइस यस्तै छ होइन पछिबाट केटाहरू आइरहेका छन् के भन्नुहुन्छ गाइस युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ गाइस हामी फाइनली मेन रोड पुगेका छौँ त्यो नाम त उहाँकै आयो ल हटाएको गर्छौँ यो मोबाइल कस्तो यो बजिरहेको हेर्न सक्नुहुन्छ गाइस क्यामेरा सिधै छ यो एउटा दोकान नपाएर हामी यहाँ भट्टारिरहेका छौँ कति टाढा पुग्छ हामीलाई पनि थाहा छैन होइन आम नपाएर आम पनि खोज्न वाला छौँ आम आम खेल्ने छन् ना खेतमा कहाँ खान भन्नु त केटाहरू आन्टी छन् त्यहाँ त्यो उताको यहाँनिर त्यो आमै छैनन् हो भने हाम्रो सुपास भाइले आज दामी छक्का हानेको थियो एउटा तर पनि हार बेहोर्नु परेको छ आउट भइसकेका छन् हो यार त्यो कुरो पनि हो यार अहिले पहेँलो बलले बोलिङ गरिरहेन् हाम्रोतिर हल्का लुज पनि थियो ओके सर बनाउन खालि काकाको हेर लाग्छ भलक बनाउन ल त मलाई देखा ठिक छ गाइस एउटा अब अगाडि गर्छ हेर्न सक्नुहुन्छ यार त्यो हिँडिरहेका छौँ बाटोमा जहाँ जान्छौँ अब हामीलाई पनि थाहा छैन र मौसम आज राम्रो रहेको छ हाम्रो आज मौसमले साथ दिएर हामी यता बचिरहेका छौँ नत्र डिहाइड्रेसनले हामी भिडियो बनाउन पाउँथेन होला तपाईँकोहरूको लागि हामी यहाँ आफ्नो छाती सुकाएर पनि बोलिरहेका छौँ हाम्रो यहाँ बोल्ने औसा नै छैन हामीसँग लाइक सेयर सब्सक्राइब गर्नु होला सुभाष भाइको उहिले हेरेर तपाईँहरू यहाँ फाइदा हुनुहुन्छ फेरि हानी हान्देऊ त ल भिडियो वाह या गयो सुभाष भाइ गयो अब हामी एकछिन बसेर कहाँ गयो त्यो यता हाम्रो अब नास्ता खाने हुन्छ हामीले नास्ता खान्छौँ हामी एकछिनमा किन्दैछन् साथीहरू के कुरा आउँछ होला कप्तानजी हामी दोकानमा हामी चौचो किनिरहेका छौँ पुग्छ चिकन नै ठिक छ केटाहरू हामी गाइस बनाइरहेका छौँ हामी भिडियो आज 10 रुपियाँ दिनु 10 रुपियाँ दियो एउटा 9 रुपियाँ दिनु अन्दानी चोर कप्तानले लगाइसकेको छ कानमा फुल कसको मैले फोन आउँदैछ चिउरीको फुलै टिपी नाच्ने फोन गर्छ यहाँ छ एउटा टफी पैसा दियो नि 200 रुपियाँ यो चोरी खल्तीमा हालिरहेको छ हुन्छ गाइस तपाईँ सकिसक्यो होइन म त खाइरहेको छु हेर्न सक्नुहुन्छ यो विकास लिएर भएको छ यता एउटा चाउचो हुँदैछ मलाई चाउचो यहाँ खायो चाउचो एउटा उठायो है होइन ल तपाईँको एउटा खाउँ न ल गाइस चाउचो आइसकेको छ हाम्रो हातमा फेरि फाइनली हातमा चाउचो छ अब 10 रुपियाँवाला होइन ए खाना नपाएको खाना जन्मेको होला हुने गाइस खाना नपाएको वाला खाना जन्मेको हो खाउन आएको त परे केटाहरू आम पाइसकेका छन् केटाहरूले ओ मा कसम आमै आम ओ देख्न सक्नुहुन्छ गाइस यो आमका गेडा एउटा आम चाहिँ गुया थिएन गाइस अब म निकाल्नेवाला छु अरू देख्न सक्नुहुन्छ गाइस म चाहिँ आम गाइस फाइनली केटाहरूले आम टिपेर खाइसकेका छौँ र हाम्रो हातमा त चाउचो छ हाम्रो चाउचो खानु बाँकी छ ठिक छ केटाहरू होइन गाइस हेर्न सक्नुहुन्छ ल एकजना समाउँछु म भल खाना ल हाम्रो धनगढी सपा धनगढी होइन फोर धनगढी यसकोमा नुन छैन अरे हेरे चाउचो नखाएर नुन मात्रै खान आएको छ
वायर चाउचाउ किनिदिने होला हल्का चाउचाउ किन्नु है बालिदिनु मरिने यता देख्न सक्नुहुन्छ गाइस अब हाम्रो कप्तानजी हामीले भिडियो बनाउँदैछ यता देख्न सक्नुहुन्छ हाम्रो कप्तानजी यता कस्तो खानदानी चोर देखिँदै वाउ कस्तो राम्रो सिनेमेटिक देख्न सक्नुहुन्छ 2 3 आहा कस्तो राम्रो हानिसकेको छ वाउ नाइस हाम्रो कप्तानले कसरी केटाहरू देख्न सक्नुहुन्छ हेलो गाइस तपाईहरु देख्न सक्नुहुन्छ केटाहरूले आना भरेका छन् आम्मै आम छन् केटाहरू आम्मै आम छन् केटाहरू सबै खल्टिना भरेका यो आम्मै आम केटाहरू हातमा आम्मै आम चोरेर खाइसकेका छन् केटाहरू लुगाइरहेको छ यो आम्मै आम चोरेर खाइसकेका छन् हातमा गाइस आम्मै आम छन् केटाहरू खल्टिना पनि भरेका छन् यो खल्टिना भरेर खाँदैछन् जरिके भाइ मस्त म पनि खाइरहेको छु गाइस हेर्न सक्नुहुन्छ हजुरहरू हामीलाई नुन भएको छैन हेर्न सक्नुहुन्छ गाइस आमै आम छन् हामीसँग आमै आम खान चाहिँ मात्र आपत हो आमै आम गाइस अनि चोरहरूलाई हेर्न सक्नुहुन्छ बरु भागिहाले केटाहरू ल गाइस हेर्न सक्नुहुन्छ हजुरहरू हामीहरू यस्तो मकै ल्याएर छौँ नि होइन गाइस केटाहरू हामीले सबले चोरेर मकै हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू हजुरलाई होइन ब्याग खोल होइन केटाहरू यस्तो मकै छन् कि केटाहरू होइन केटा खोल्दो एकदम मकै मकै छन् केटाहरू मकै होइन हेर्नुहोस् मकै चोरहरू हेर त यो मकै ब्यागमा आजको तलब होइन गाइस हाम्रो यो मकै छन् सबै 50-60 वटा मकै 50-60 नभनौँ होइन गाइस तर यो महाचोर हेर्न सक्नुहुन्छ यसको मुख आशिष साई हो एकदम यो कृष्णको लाडी हो न मकै चोरेर आएका छन् देख्न सक्नुहुन्छ गाइस होइन हजुरहरू हामी मकै चोरेर बसिसकेका छौँ रहेको छ हामी टाइम वेस्ट गर्न हामी टक्क मकै चोर्न गएका थियौँ